यी हुन् जिउँदो बाघ भनेर चिनिने अमर सिंह थापा। उनलाई त्यत्तिकै जिउँदो बाघ भनिएको होइन। उनकै नेतृत्वमा जुम्ला डोटीदेखि लिएर काँगडासम्म एकीकरण भएको थियो। मतलब ग्रेटर नेपाल बनाउनुमा अमर सिंह थापाको धेरै ठुलो योगदान थियो। उनले पृथ्वीनारायण शाहदेखि प्रताप सिंह शाह, रणबहादुर शाह हुँदै गिरवाण युद्ध विक्रम शाहसम्म 4 पुस्ता शाहवंशी राजाहरूसँग मिलेर राष्ट्रको लागि ठुलो योगदान दिए। अमर सिंह थापा बहादुर मात्रै होइन, उनी चलाक पनि उत्तिकै थिए। साम्राज्य फैलाउँदै आएको ब्रिटिससँग कुनै पनि बेला लडाईँ हुन सक्छ भन्ने बेलैमा सोचेर उनले एउटा गजबको आइडिया लगाएका थिए। त्यसको लागि जनरल अक्टरलोनीको छोरासँग आफ्नो छोराको मित लगाइदिएर अंग्रेजहरूसँग मित्रता कायम गरे। तर अमर सिंह थापाले जे नहोस् भनेर सोच्ने गर्थे, जसको लागि उनले आफ्नो छोराको मितसम्म लगाए। लास्टमा आएर आखिर त्यही भयो। इस्ट इन्डिया कम्पनीको नामले इन्डियामा जरा गाडेको ब्रिटिससँग गोर्खालीको युद्ध सुरु भयो। त्यति बेला अमर सिंह थापाले नाहान, चम्बा, अल्मोडा, काँगडा, देहरादुन लगायत विभिन्न ठाउँमा अंग्रेजसँग युद्ध लडेका थिए। जनरल अक्टरलोनीले युद्धको सुरुमै अनेक लोभ लालच देखाउँदै अमर सिंहलाई भनेका थिए, तिमीलाई के चाहियो, कति पैसा चाहियो हामी दिन्छौ, बस तिमीले हारे भनेर आत्मसमर्पण गरिदेऊ। यसको जवाफमा अमर सिंह थापाले गर्जिँदै भनेका थिए, म बाघको डमरू हो, मलाई सिनु खाने कुकुर नसम्झ।